यस्तरी भागिन्छ साली यार एक दिदी लगेको छौँ अब यो दिदीलाई पनि लग्ने हो ये तो धोती खोल रहा है खाना थाल चाटेर खाइरहेछन् त्यहाँ सालीले नमस्कार आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला के छ कस्तो छ साथीहरू हैन म चाहिँ अहिले ससुरालीतिर छु हैन यता ससुरालीमा छु यता साली छन् म चाहिँ एउटा फुल भ्लग एउटा फुल भिडियो बनाउने छु हैन यहाँ अब मेरो चाहिँ ससुरालीमा आएर बसाइ लगभग 10-12 दिन 15 दिन जति बसाइ भयो अब यहाँबाट म घर जाँदै छु हैन कसरी जान्छु के गरेर जान्छु तपाईहरु सबलाई देखाउने छु भिडियो अन्तिमसम्म हेर्नु होला के भन्न चाहन्छौ साला हाम्रो दर्शकहरुलाई केही नै अनि उ त्यहाँ यसरी खाना थाल चाटेर खाइरहेछन् त्यहाँ सालीले अनि त्यसपछि यता घरहरु यता छन् हैन यता छन् एक दिदीलाई लगेर मैले बिहा गरेछु हैन तिम्रो अर्की दिदी पनि लिएर जान्छु म के भन्न चाहन्छु यसमा म त घरै आएर के गर्छौ मलाई घरतिर आएर ह तपाईको भन दिदी बहिनी पनि उडाइदिन्छु तिम्रो एउटा दिदी लगेको छौ अब अर्को दिदी लग्न बाँकी छ हैन दुईटै दिदी लग्ने हो अहिले नि ओपन च्यालेन्ज ओपन कुरा आउँछ नि मम्मी बुवा सबसँग कुरा आउँछ अहिले रोक यस्तो गर्छ नि अहिले रोक न अहिले एकछिन रोक साथीहरु है यस्तरी भागिन्छ साली यार यस्तरी भागिन्छ भिडियो सुट गर्न लाग्यो एक दिदी लगेको छु अब यो दिदीलाई पनि लग्ने हो म तपाईको दिदी बहिनी छन् कि नै छन् मेरो छन् कि छैनन् म एक दिदी त लगे अब अर्को दिदी पनि लग्छु मैले रोक्न दिदी म लग्छु भन्नु तपाईको दिदी बिहा गर्न नत्र त मेरो दिदी छैनन् अनि त्यसै गरेर अब यहाँ गाउँठाउँमा छु हैन अनि त्यसपछि यहाँ छ यो ससुराली यता हाम्रो मम्मी हुनुहुन्छ यता उ पर अनि त्यसै गरेर यहाँ चाहिँ हाम्रो साला अनि देख्न सक्नुहुन्छ साथीहरु हैन यति राम्रो ठाउँ यति राम्रो गाउँ तपाईहरुलाई देखाउँछु म हैन यस्तो राम्रो ठाउँ छ त्यहाँ चाहिँ हाम्रो साला छन् हैन साला के भन्न चाहन्छौ यहाँ हो छिटो यता हो कति क्लास पढ्छौ 5 अनि 5 क्लास पढ्छौ ल पाडेर हिँड्ने केही पार्दैन के इनकी यति साना छन् हैन तर इनकी दुईटी गर्लफ्रेन्ड छन् के मान्छे चाहिँ खुङखार हुन्के नि चाहिँ हैन केटी खेलाउनुमा डेन्जर हुन रे जेठो सालाको श्रीमती बहिनी पनि हालेर छन् अहिले नजिक आउ त बहिनी सालालाई के भन्न चाहन्छौ सालाले माया लाग्दैन के छिटो भन यता यहाँनेर आएर केही पनि माया लाग्दैन के मलाई त आफ्नो श्रीमानको माया लाग्दैन ए लाग्न त लाग्छ के अरे बानी कतिलाई छैन यस्तो कुराहरु सालाले थाहा पाएपछि के भन्ला नि त अनि राम्रो सन्देश देऊ न सोशल मिडियामा हालिरहेको छु मैले माया त लाग्छ भरे यहाँ छैनन् हैन यहाँ छैनन् के गर्ने अब श्रीमानको माया त लाग्छ अब यहाँ छैनन् के गर्ने हो कि नै त्यही हो ए अरु श्रीमानलाई के सन्देश छ कि केही सन्देश दिन चाहन्छौ के भन्न चाहन्छौ श्रीमानलाई भन भने फटफट न के माया त लाग्छ भरे छिटो फटाफट भन के म त लाज मान्छे के अरू मन भित्रै छन् के माया कुरा गरे बाहिर चाहिँ भनिन्न बाहिर भनिदैन मनभित्र जे छ मनमै छ हैन जे छ मनमै छ तर बाहिर भन्दैन के ए अनि त्यसपछि तिमी आफ्नो श्रीमती तिम्रो कहाँ छ के भन्न चाहन्छौ बिहा नै गरे हैन के किन बिहा गरे हैन दुईटा छ भन्थ्यौ त कि त हैन अनि साली के भन्न चाहन्छौ आफ्नो श्रीमानलाई छिटो के फटाफट यता फल्ट्यो